आज पनि मैले सिस्नु पकाउनलाई रेडी गरेको छु। यसलाई चाहिँ सफा गरेर 6-7 धुन लाएर सफा गरेछु अनि यसलाई मजाले अलि सुक्न दिने। यसलाई हाम्रो गाउँमा भेन्टी भन्छौँ भने यसलाई रामतोरिया पनि भन्दो रहेछन्। यसलाई चाहिँ सिस्नुमा हालेपछि यसले एकदम चिप्लो बनाउँछ, एकदम मिठो टेस्ट ल्याउँछ। तातो पानी भइसकेपछि चाहिँ अब रामतोरियालाई हाल्ने। यस्तो उम्लेकोमा चाहिँ सिस्नु हाल्ने। मलाई लेफ्टले चाहिँ हान्न आउँदैन कि राइटले चाहिँ पुरा धेरै हान्न आउँछ। सिटी लगाएको है मैले चाहिँ, सिटी नलाइकन नि गर्न मिल्छ। अनि कर्नफ्लावर हाल्नुपर्छ। खोले बनाउनु पर्यो नि त। होइन भिडियो नगर बमे आगोला त्यति भयो हुन्छ। यस्तो दामी फिटिरहेको छु। मैले गोल भेडा राखेको छु। यसलाई चाहिँ अलिक पाकेको छैन। यसलाई चाहिँ अहिले पाकेर अलिक पोल्नुपर्छ। भित्रसम्म पोल्दाखेरि चाहिँ भित्रसम्म पाक्दैन नि त। यो चाहिँ काँचो लसुन र टिमुर हाल्ने चलन गर्नुभएको थियो मम्मीले, त्यही सम्झिन्छु क्या। अनि मलाई त्यस्तो गर्नुपर्छ जस्तो नि लाग्छ है। थ्याङ्क यू। ए दाल बन्यो है, यस्तो राम्रो दाल बन्यो। यस्तै हो खालि।